यदि कहिले बन्नु परे बाज बन्नु, तर कहिले तोता नबन्नु। तोता बोल्नमा धेरै बोल्छ, तर धेरै उचाइमा उड्न सक्दैन। बाज बोल्न कम बोल्छ, तर सबैभन्दा उचाइमा उड्छ। अरू बाँकी पन्छीको राजा हो एक बाज। आज म यस्तो 4 पोइन्ट्स बताउँछु जुन हरेक मानिसहरूले बाजबाट सिक्नुपर्छ। अरू लाइफमा धेरै लर्निङ छ यो पोइन्ट्समा। पहिलो लिसन, इगल फ्लाइ एलोन। बाज एक्लै उड्छ, तर बाँकी पन्छीहरू भन्दा धेरै माथि उड्छ। बाज एक्लै उड्छ, तर सानो पन्छीहरूको साथ कहिले उड्दैन। बाज हमेसा बाजको साथ उड्छ या एक्लै उड्छ। यसबाट हामीले यो सिक्छौं, सानो सोच भएका मान्छेहरूबाट हमेसा टाढा रहनु र एक्लै रहनु, किनकि यही समय हो आफूलाई जान्नुको असली मौका मिल्छ। दोस्रो लिसन, बाज कहिले मरेको जनावरलाई खाँदैन, ऊ हमेसा जिउँदो शिकार गर्छ। यसबाट यो सिक मिल्छ, हाम्रो जो पास्ट हो त्यो मरिसकेको छ, त्यो मरेर गएको सडे गलेको चिजमा ध्यान नदिनु र आउने ताजा दिनमा ताजा जिन्दगीमा ध्यान दिनु। आफ्नो त्यो पुरानो चिज जुन तङ गर्छ त्यसलाई त्यही रहन दिनु जहाँ त्यसको ठाउँ हो। भूतलाई वर्तमानको ठाउँमा आउन नदिनु, किनकि तपाईको पास्ट एक दिन प्रेजेन्टमा आए तपाईको पास्ट तपाईलाई प्रेजेन्टमा रहन दिँदैन। पास्टमा तपाईको साथ जे जस्तो खराब भए पनि त्यो सबै थट्स मरिसकेको छ। अरू त्यो बाज बन्नु, जस्तै मरेको चिज कहिले खाँदैन। तेस्रो लिसन, बाजको भिजन एकदम क्लियर र स्ट्रङ हुन्छ। बाजले आफ्नो शिकार 5 किलोमिटर टाढाबाट देख्छ। जब त्यसको एक पटक लक्ष्य देखिन्छ तब उसले चाह्यो भने आफ्नो स्थितिमा जस्तो सुकै मुस्किल किन नहोस् त्यसले आफ्नो लक्ष्यलाई पूरा गरेरै दम लिन्छ। यसबाट धेरै ठुलो सिक मिल्छ, आफ्नो भिजन क्लियर राख्नु, अरू त्यसलाई हासिल गर्नमा जस्तो सुकै मुस्किल आओस् पछाडि नहट्नु, बाजको जस्तै। चौथो लिसन, जब आँधी तुफान आउँछ तब बाज एकदमै एक्साइटेड हुन्छ। जब वर्षा भएमा सबै पन्छीहरू आत्तिएर लुक्छन्, तर बाजलाई धेरै मजा आउँछ। जब तेज हावा चल्छ त्यो हावाको सहारामा बाज यति माथि उड्छ, उड्दा उड्दै यति माथि उड्छ कि बादल भन्दा धेरै माथि पुग्छ। यसबाट पनि धेरै ठुलो सिक मिल्छ, मुस्किल परिस्थितिमा मजा खोज्नु, त्यो बाजको तरिकाले जस्तै। आफ्नो अवसरको पहिचान गर्नु, जुन दिन तपाईँ आफ्नो अवसरको पहिचान गर्नुहुन्छ त्यो दिनदेखि तपाईको मुस्किल तपाईभन्दा तल हुन्छ र तपाईँ त्यो मुस्किल भन्दा माथि। हामी मानिस भएर पनि कयौं मान्छेहरूले यो कुरालाई बुझ्दैनन्। सायद यस भिडियोबाट केही सिक्नेको मिल्यो होला। जब तपाईँ यो टाइममा यस्तो नभए आउनेवाला टाइममा त्यति धेरै कठोर हुन्छ तपाईको जिन्दगी। भिडियो राम्रो लागे लाइक गर्नु, च्यानललाई जरुर सब्स्क्राइब गर्न नभुल्नु।